फेसबुक आइडी मोनेटाइज गरौँ भनेको कसरी गर्ने? फेसबुक आइडी मोनेटाइज गर्ने सोचमा हुनुहुन्छ? यदि तपाईहरु फेसबुक आइडी मोनेटाइज गर्ने सोचमा हुन्छ भने सही भिडियो हेर्दै हुन्छ। अन्तिमसम्म भिडियो हेर्नु होला, स्किप नगर्नु होला। नेपालमा पनि फ्युचर आइसकेको छ साथीहरु, फेसबुक आइडी कसरी मोनेटाइज गर्ने त्यो कुरा आज तपाईहरुको भाइ सिकाउँछ। टक्कसँगले भिडियो अन्तिमसम्म ट्याक्क हेर्ने, लाइक कमेन्ट शेयर गर्दै सबैजनाले मलाई सपोर्ट गर्नु होला है। ल आजको टपिक रहेको छ साथीहरु, हामीले फेसबुक कसरी मोनेटाइज गर्ने त? सबैको दिमागमा चलिरहेको यो कुरा, फेसबुक मोनेटाइज कसरी गर्ने त्यो म सिकाउँछु। अन्तिमसम्म हेर्नु होला। हजुरहरुले मोबाइलमा गर्नु होला, मैले कम्प्युटरबाट देखाउँछु। टक्कसँगले स्क्रिन शो छ है त यहाँ। कम्प्युटरको स्क्रिन हेर्नु होला है त। सर्वप्रथम हाम्रो फेसबुक एकाउन्ट यसरी ओपन हुन्छ है त। र यति गरेपछि हामीले सर्वप्रथम पर्सनल ड्याशबोर्ड चाहिँ हामीले टर्न अन गर्नुपर्ने छ। त्यसको लागि कसरी गर्ने म सिकाउँछु। यहाँ माथि साथीहरु प्रोफाइलमा जानु होला है त। यहाँ माथि प्रोफाइलमा जानु होला साथीहरु। र प्रोफाइल यसरी खुलिसकेपछि साथीहरु तपाईहरु यहाँनेरि थ्री डट पर जानु होला के साथीहरु। यहाँनेरि पर्सनल ड्याशबोर्ड छ नि साथीहरु, यसमा क्लिक गर्नु होला। यसमा अब तपाईहरुले क्लिक गरिसकेपछि साथीहरु यहाँनेरि तपाईहरुलाई यस्तो अप्सन खोल्छ है त साथीहरु। यस्तो अप्सन खोलिसकेपछि यहाँ तल तपाईले स्क्रोल डाउन गर्दै गइसकेपछि साथीहरु यहाँनेरि मोनेटाइजेसन लेखेको छ हैन। यो मोनेटाइजेसनलाई हजुरले यसरी क्लिक गर्नुपर्छ ल। यसरी क्लिक गरिसकेपछि साथीहरु यस्तो आउँछ, यस्तो इन्टरफेस आउँछ। र यहाँ सेटअप लेखेको छ नि साथीहरु, यो जुन सेटअप लेखेको छ हामीले यो सेटअपमा क्लिक गर्छौं है त। र एकदम सजिलो छ के साथीहरु मोनेटाइज गर्न। तपाईहरुलाई गाह्रो लाग्यो होला तर यस्तो कुरा छैन, एकदम सजिलो छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ अ सिम्पल वे टु अर्न फर यु स्टार रिभ्युज फ्यान अफ भन्ने यहाँ लेखेको छ साथीहरु। यहाँ धेरैवटा लेखेको छ के यु फलो फेसबुक कन्टेन्ट मोनेटाइजेसन पोलिसी भनेको छ। मैले सबै कन्टेन्ट फेसबुकको गाइडलाइन फलो गरेको छ। टक्कसँगले यो रिसिट इन इलिजिबल कन्ट्री म एकदम इलिजिबल कन्ट्रीबाट छु हैन त। त्यसैले मेरो टक्कसँगले सबै राइट एन्सर छ। अब मैले गेट स्टार्टमा क्लिक गर्छु है त। गेट स्टार्टमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँनेरि भेरिफाई डिटेल्स भनेको छ साथीहरु। टक्कसँगले हामीले अब यहाँनेरि भेरिफाई पनि गर्न सकिन्छ है त साथीहरु। टक्कसँगले हामीले भेरिफाई डिटेल्समा यसरी क्लिक गर्छौं है त। यसरी क्लिक गर्ने बित्तिकै साथीहरु अब तपाईहरुले ट्याक्कसँगले यहाँ भेरिफाई डिटेल्सहरु टक्कसँगले दिनुपर्ने हुन्छ। टक्कसँगले एकदम सजिलो स्टाइलबाट रहेको छ मोनेटाइज फेसबुक मोनेटाइज। तपाईहरुले नआत्तिकन टक्कसँगले यो भिडियो हेर्नु भयो भने फुल प्रोसेस जान्नुहुनेछ। अझै हेर्नु होला है त। सेट अप योर पेमेन्ट। फाइनली हाम्रो फेसबुक एकाउन्ट देख्न सक्नुहुन्छ मोनेटाइज भइसकेको छ। र यसलाई अब हामीले यहाँ राइट ह्यान्ड छ। यहाँ सेट अप अब पेमेन्ट एकाउन्ट हजुरले विदेशी पेपल एकाउन्टबाट निकाल्न सक्नुहुन्छ, पेनर एकाउन्टबाट निकाल्न सक्नुहुन्छ, हरेक आइडीबाट निकाल्न सक्नुहुन्छ ल। र हामीले यसलाई डन गर्छौं। यसलाई डन गर्ने बित्तिकै साथीहरु एकदम सजिलोसँग हाम्रो फेसबुक आइडी मोनेटाइज भइसकेको छ है त। ल थ्यांक यू फर वाचिङ।